गर्मी बढ्दैछ नि हैन, अनि सँगसँगै शरीरलाई कसरी शीतल राख्ने, स्वस्थ राख्ने भन्ने चिन्ता पनि। आज हामी यही विषयमा अलिक गहिरिएर कुरा गरौँ न त। विशेष गरी गर्मीमा के पिउने, के नपिउने भन्ने बारेमा हामीसँग भएको जानकारीको आधारमा। एकदमै सान्दर्भिक विषय हो यो। गर्मीमा तापक्रम बढ्दा पसिना त एकदमै धेरै आउँछ। यसले शरीरबाट पानी मात्रै जाँदैन, सोडियम, पोटासियम जस्ता मतलब एकदमै महत्त्वपूर्ण इलेक्ट्रोलाइट्स पनि खेर जान्छ के। अनि यो क्षतिपूर्ति भएन भने डिहाइड्रेसन हुन सक्छ, थकान लाग्ने, टाउको दुख्ने र अझ गम्भीर भयो भने त हिटस्ट्रोककै खतरा हुन्छ। त्यसैले पानी र इलेक्ट्रोलाइट्सको सन्तुलन गर्मीमा असाध्यै आवश्यक छ। हो त नि, पानी त पिउनै पर्यो, तर दिनभरि सादा पानी मात्र पिउँदा अलि अल्छी पनि लाग्न सक्छ हैन? के पानी मात्रै काफी हुन्छ त? अनि बजारमा हेर्यो भने त कतिधरि रङ्गीन, आकर्षक देखिने पेय पदार्थहरू पाइन्छन्, हल्लाखल्ला पनि छ। शरीरलाई हाइड्रेटेड राख्न पानी बाहेक अरू स्वस्थ विकल्पहरू के हुन सक्छन् होला? खै, पानी त आधार नै भइहाल्यो, तर पक्कै पनि अरू विकल्प छन् जसले स्वाद पनि दिन्छ, अलि पोषण पनि दिन सक्छ। सबैभन्दा पहिलो त पानी नै हो। दिनमा कम्तीमा 2-3 लिटर त पिउनै पर्यो। अनि सादा पानी नरुचेमा त्यसमा एउटा कागतीको टुक्रा निचोडिदिने वा पुदिनाको पात, काँक्राको स्लाइस हालेर पिउँदा अलि फरक स्वाद आउँछ, स्फूर्ति पनि बढ्छ। अनि नरिवल पानी नि? कतिले त यसलाई प्रकृतिको स्पोर्ट्स ड्रिङ्क नि भन्छन् नि। यो कतिको फाइदाजनक छ त? ओहो, नरिवल पानी त एकदमै राम्रो विकल्प हो। यो त प्राकृतिक इलेक्ट्रोलाइट्सको खानी नै हो, खास गरी पोटासियमको। पसिनाबाट गुमेका तत्त्वहरू यसले सजिलै पूर्ति गर्छ। अनि यसमा प्राकृतिक रूपमा चिनीको मात्रा पनि कम हुन्छ। तर एउटा कुरामा चाहिँ ध्यान दिनुपर्छ है, बजारमा पाइने प्याकेटको नरिवल पानी किन्दा चिनी मिसाएको छ कि छैन भनेर लेबल हेर्नु जरुरी छ। हो, त्यो त ख्याल गर्नु पर्यो। त्यसै गरी हाम्रो आफ्नै परम्परागत पेय लस्सी पनि गर्मीका लागि उत्तम छ नि। दहीबाट बन्ने हुँदा यसले पेटलाई शीतल पार्ने प्रोबायोटिक्स दिन्छ, पाचनलाई पनि सहयोग गर्छ। लस्सी त मलाई पनि मनपर्छ। तर घरमै बनाउँदा पनि चिनीको मात्रा चाहिँ सकेसम्म कम राख्नु राम्रो। धेरै गुलियो भयो भने फेरि उल्टो असर पर्ला। घर आँगनमै सजिलै बन्ने कागती पानी मतलब निम्बु पानी नि, त्यसको बारेमा के भन्नुहुन्छ? निम्बु पानी त झनै सजिलो अनि कति स्वस्थकर विकल्प। कागती भिटामिन सी को राम्रो स्रोत भइहाल्यो। त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। थोरै नुन अनि सन्तुलित मात्रामा चिनी अथवा सक्खर हालेर बनायो भने शरीरलाई तत्कालै ताजा बनाउँछ। इलेक्ट्रोलाइट्स पनि पूर्ति गर्छ। हो, कतिले त अलिअलि बिरे नुन पनि हाल्छन्। त्यो पनि राम्रो हो। कसैले स्वाद बढाउन थोरै जिराको धुलो हाल्छन्, त्यो पनि ठिकै हो। अनि घरमै बनाइने ताजा फलफुलको जुस नि, जस्तै मौसम, अनार वा अम्बाको, त्यो कस्तो हुन्छ? ताजा फलफुलको जुस आफैमा नराम्रो त होइन, तर केही कुरा ख्याल गर्नुपर्छ यसमा पनि। बजारमा पाइने प्याकेटका जुसहरू छन् नि, त्यसमा वास्तविक फलको रसभन्दा चिनी, रङ अनि कृत्रिम स्वाद नै बढी हुन्छ के। त्यो त एकदमै गुलियो हुन्छ। त्यसैले घरमै ताजा फल पिलेर बनाएको जुस पिउनु चाहिँ तुलनात्मक रूपमा धेरै राम्रो हो। घरमा बनाउँदा पनि फलको आफ्नै गुलियोपन हुन्छ नि, त्यही पर्याप्त हुन्छ। थप चिनी नहालेकै राम्रो। अझ सकिन्छ भने जुसलाई थोरै पानी मिसाएर पातलो बनाउँदा हाइड्रेसन अझ राम्रो हुन्छ। ल, यी त भए पिउनु पर्ने कुराहरू। अब अलिकति के कुरा चाहिँ गर्मीमा नपिउँदा नै बेस होला भन्नेतिर लागौँ न त। कुन पेय पदार्थबाट चाहिँ जोगिनुपर्छ? हो, यो पनि महत्त्वपूर्ण कुरा हो। केही पेय पदार्थहरू छन् जसले गर्मीमा फाइदाभन्दा बढी बेफाइदा गर्न सक्छन्। पहिलो नम्बरमा त आउँछन् अत्यधिक चिनी भएका फिज आउने कोल्ड ड्रिङ्क्सहरू, जस्तै कोला भयो, अरू सोडा पेयहरू। यिनमा पोषक तत्त्व त शून्य नै हुन्छ, तर क्यालोरी र चिनी एकदमै धेरै। यसले तौल बढाउने, मधुमेहको जोखिम बढाउने त छँदैछ, तर अचम्मको कुरा के छ भने यसले शरीरलाई झन् डिहाइड्रेट पनि गर्न सक्छ। हो र, उल्टो भो। हो, त्यो चिनी पचाउन शरीरले भएको पानी प्रयोग गर्छ। अनि एनर्जी ड्रिङ्क्स नि, विज्ञापनमा त कस्तो तुरन्तै ऊर्जा दिन्छ भनेर देखाइरहेको हुन्छ, त्यो त ठिकै होला नि। त्यो क्षणिक ऊर्जा मात्रै हो अनि भ्रमपूर्ण पनि।
एनर्जी ड्रिङ्क्समा चिनी र क्याफिनको मात्रा एकदमै उच्च हुन्छ। तत्कालका लागि त स्फूर्ति आए जस्तो लाग्ला, तर यसले मुटुको धड्कन अनियमित गर्ने, रक्तचाप बढाउने अनि निद्रामा समस्या ल्याउने जस्ता गम्भीर असरहरू गर्न सक्छ। लामो समयसम्म पिउँदा त स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ नै, अनि प्याकेटका फलफुलका जुस पनि खै यही श्रेणीमा पर्छन् भन्दा हुन्छ। नाम मात्र फ्रुट जुस, तर भित्र चिनी र रसायन बढी। अनि रक्सी वा बियर जस्ता अल्कोहलयुक्त पेय नि गर्मीमा चिसो बियर पिउने चलन पनि त छ? चलन त छ, तर गर्मीमा अल्कोहल झनै हानिकारक हुन सक्छ। यसको डायुरेटिक प्रभाव हुन्छ, मतलब यसले पिसाब धेरै लगाउँछ र शरीरबाट पानी बाहिर निकाल्छ। ओहो। हो, परिणामस्वरूप शरीर हाइड्रेट हुनुको सट्टा झन् डिहाइड्रेट हुन्छ। त्यसैले गर्मीमा अल्कोहल सेवन नगर्नु वा एकदमै कम गर्नु नै बुद्धिमानी हुन्छ। त्यसो भए यी सबै कुराहरू सुनिसकेपछि यसको सार के हो त? गर्मीमा स्वस्थ र हाइड्रेटेड रहनको लागि मुख्य ध्यान दिनुपर्ने कुरा के रहेछ त? सार एकदमै सरल छ। खासमा पहिलो कुरा, तिर्खा नलागे पनि नियमित रूपमा पानी पिइरहने, दिनमा कम्तीमा 2-3 लिटर। दोस्रो, पसिनाबाट गुमेको इलेक्ट्रोलाइट्स पूर्ति गर्न प्राकृतिक विकल्पहरू रोज्ने, जस्तै नरिवल पानी भयो, नुन चिनी ठिक्क भएको निम्बु पानी वा कम चिनीको लस्सी। तेस्रो, बाहिर निस्कदा सधैँ पानीको बोतल चाहिँ साथमा राख्ने बानी बसाल्ने, यो एकदमै महत्त्वपूर्ण छ। हो, एकदम। अनि पानीको मात्रा बढी भएका खानेकुरा जस्तै काकरा, खरबुजा, तरबुजा जस्ता फलफुलले पनि त हाइड्रेसनमा मद्दत गर्छन् होला नि? अवश्य। ती खानेकुराहरू पनि हाइड्रेसनका लागि एकदमै राम्रो स्रोत हुन्। तिनीहरूमा पानीको मात्रा धेरै हुन्छ नि त। मुख्य लक्ष्य भनेको शरीरलाई जल वियोजन हुनबाट जसरी पनि बचाउनु हो, अनि त्यसका लागि सकेसम्म प्राकृतिक, कम चिनी भएका र शरीरलाई शीतल राख्ने पेय र खानेकुरा छनौट गर्नु नै सबैभन्दा उत्तम उपाय हो। आशा गरौँ आजको यो छलफलले सबैलाई गर्मीयाममा स्वस्थ रहन र सही पेय पदार्थ छनौट गर्न पक्कै केही मद्दत पुग्यो होला। पक्कै पनि। अनि अन्तमा एउटा प्रश्न चाहिँ सोचविचारका लागि छोडेर जाउँ न त। हुन्छ। बजारमा जताततै पाइने आकर्षक तर अस्वस्थकर पेय पदार्थहरूको भिड छ नि, त्यसमा हामीले पिउनका लागि गर्ने छनौटले हाम्रो स्वास्थ्यप्रतिको वास्तविक सचेततालाई कतिको दर्शाउँछ होला? यसमा विचार गरौँ न। स्वस्थ रहनुहोस्, शीतल रहनुहोस्।